हेलो नमस्ते अनि वेलकम गर्न चाहन्छु सम्पूर्ण गाउँले काली युट्युब हेरेर बस्नुहुने साथीहरूलाई। आज चाहिँ म तपाईँहरूलाई यस्तो भिडियो लिएर आइरहेको छु, तपाईँहरू सम्पूर्णले अन्तिमसम्म हेर्नु होला है त। र आजको भिडियो चाहिँ हाम्रो स्याङ्जाको सेरोफेरोमा रहेको एउटा खोला छ, त्यही खोलाको एउटा चिनारीको लागि हामी चाहिँ लागि परेको छौँ र त्यसैको नाममा हामीले चाहिँ यहाँ शाखा एउटा नयाँ आदिखोला समाज जापानको चाहिँ नामकरण गरेर एउटा अधिवेशन पहिलो अधिवेशन गर्दैछौँ। त्यो अधिवेशन चाहिँ कस्तो प्रकारको हुन्छ त्यो चाहिँ तपाईँहरूले अन्तिमसम्म हेर्नु होला है त। त्यसपछि हामीले आफ्नो ठाउँलाई गाउँलाई हाम्रो मन तन परदेशी भूमिमा भए पनि हाम्रो तन मन हाम्रो गाउँठाउँ हाम्रो खोला नाला हाम्रो पहाड कन्दरामा रहेको हुनाले हामी चाहिँ त्यसैको सम्झनामा हामी चाहिँ यहाँ साथीहरू सबैजना भेला भएर भेट हुने कार्यक्रम भइरहेको छ। र त्यसैले चाहिँ हामीले मूर्त रूप दिनको लागि एउटा कमिटी गठन गरेर त्यसलाई चाहिँ परदेशको भूमिबाट पनि परिचालन गर्ने भन्ने एउटा बाचासहित हामी लागि परेको छौँ। यहाँ कस्तो हुन्छ तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला है त। अब म चाहिँ तपाईँहरूलाई अधिवेशन हलतिर लिएर जाँदैछु, हेर्नु होला त। हामी अहिले सुगामो स्टेसनमा आइपुगेका छौँ। सुगामोबाट चाहिँ केही कदमको दूरीमा हामी पुग्न पुग्छौँ। हामी अहिले सुगामो एटीबाट बाहिर निस्केका छौँ र अब हामी रेस्टुरेन्टतिर जाँदैछौँ। त्यो चाहिँ ट्रेन स्टेसन रहेछ यो तल। जापानका संरक्षक श्री आस गुरुङज्यूलाई म अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामीसँग एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ, तपाईँले ब्रोसिस ब्याङ्क सुन्नुभएको छ होला। ब्रोसिस ब्याङ्क सदस्यज्यू हुनुहुन्छ आदरणीय दाई जितमान गुरुङज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया ताली बजाएर स्वागत गरिदिनु होला। दाई पनि हाम्रै आदिखोले वरिपरिको हुनुहुँदो रहेछ, मैले पनि अघि भर्खर मात्रै थाहा पाएँ। र म काउन्टडाउन गर्न चाहन्छु, सबैजना ताली बजाउनु होला। 3, 2, 1 कृपया ताली स्वागत गर्नु होला। हाम्रो कार्यक्रमको संहिता पनि भइरहेको छ। धन्यवाद आदरणीय दाई।
अतिथि आसनहरूले केही चिन्ताती राख्दै म आजको हाम्रो कार्यक्रमको स्वागत मन्तव्यलाई जोड्न चाहन्छु। स्वागत मन्तव्य दिनको लागि गुरुङ समाज जापानका सल्लाहकार श्री प्रितम गुरुङज्यूलाई म यस स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। प्रितम गुरुङज्यू। हेलो नमस्ते नमस्ते सम्पूर्णलाई म को तर्फबाट स्वागत गर्न चाहन्छु र मेरो परिचयबाट सुरु गर्न चाहन्छु। मेरो घर चाहिँ वालिङ 12 सिरसिवट काउले मेरो जन्मघर र म जापानमा चाहिँ विगत 10 वर्षदेखि नागमामा बस्दै आइरहेको छु। आदरणीय यस आजको आदिखोला समाज जापानको अधिवेशनको अध्यक्षज्यू साथै प्रमुख अतिथिज्यू विशेष अतिथिज्यूहरू लगायत जापानमा बसेर आदिखोला समाजको परिकल्पना गर्ने सम्पूर्ण साथीहरूलाई र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र आदिखोला समाज जापानको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। हामी परदेशको भूमिमा छौँ तर हाम्रो मन, हाम्रो माया, हाम्रो जरा भनेको आदिखोलामै रहेको छ। आदिखोलाकै माटोमा जोडिएको छ। आदिखोलाको माटोको सुगन्ध, त्यहाँको खोलाको आवाज, गाउँघरको सम्झना र त्यही ठाउँले हामीलाई पानिएको छ। आजको यो पहिलो अधिवेशन केवल हाम्रो औपचारिक कार्यक्रम मात्र नभई हाम्रो जापानमा रहेर परदेशी भूमिमा रहेर एउटा आदिखोलाको छेउछाउलाई समेट्ने एउटा एकताको घोषणा रहेको छ। हाम्रो पहिचान र हाम्रो जापानको यो भूमिमा रहेर हाम्रो भविष्यको साझा सहकार्य हामीले यहाँबाट परिकल्पना गर्दैछौँ। आदिखोला केवल भूगोल मात्र होइन, हाम्रो बाल्यकालको स्मृति हो, हाम्रो संस्कार हो, हाम्रो परिवार हो। आज हामी जापानमा छौँ, आफ्नो सपना पुरा गर्न हामी सङ्घर्षरत छौँ। तर जहाँ गए पनि हामी आफ्नो मन, हाम्रो जरा, हाम्रो विगतका दिनहरूलाई बिर्सिनु हुँदैन। हाम्रो भावी सन्ततिको लागि भए पनि हामीले हाम्रो गुरुङ संस्कार, संस्कृति, वेशभूषा, परम्पराको बिउ रोप्न छाड्नु हुँदैन। यही भावना बोकेर आजबाट हामी विधिगत रूपमा आदिखोला समाजको स्थापना गर्दैछौँ। यो समाज केवल भेटघाट गर्ने थलो मात्र नहोस्, यो हाम्रो सहयोगको आधार बनोस्, दुःखमा साथ दिने हात बनोस्, नयाँ पुस्तालाई हाम्रो संस्कार पहिचान गराउने एउटा जोड्ने पुल बनोस्। हामी सबैको साझा प्रयासले यो संस्था बलियो, विश्वसनीय, उदाहरणीय बनोस्। यही मेरो हार्दिक
कामना छ। आजको अधिवेशनमा हामीले स्पष्ट दिशा तयार गर्नेछौँ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई हामी प्राथमिकता दिनेछौँ, किनकि एकजुट भएर हिँड्दा हामी ठुलो उपलब्धि हासिल गर्न सक्छौँ। अन्त्यमा आजको कार्यक्रममा आफ्नो बहुमूल्य समय निकालेर उपस्थित हुनुभएको सम्पूर्ण अतिथिज्यू, विशेष अतिथि, प्रमुख अतिथि लगायत सम्पूर्ण साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको उपस्थितिले यो कार्यक्रमको गरिमा आज बढाएको छ। जापानमा संस्थाहरू दुबई फैलिएको छ, तर पनि हाम्रो कला, संस्कार, संस्कृतिले आँधीखोलाको निश्चल पानी जस्तै जापानको आँधीखोला समाजलाई मूर्त रूप दिउँ। आउनुहोस्, हामी सबै मिलेर आँधीखोला समाज जापानलाई एउटा प्रेरणादायी संस्थाको रूपमा बनाऊ। यही भन्दै पुनः मेरो सम्पूर्णलाई स्वागत गर्दै मेरो यही दुई शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। जय आँधीखोला, जय तमु। धन्यवाद। उहाँको छोटो मिठो मन्तव्यको लागि र आजको यस कार्यक्रमलाई अझ सजग र सभ्य रूपमा सफल पार्नको लागि हाम्रो गुरुङ राष्ट्रिय गीत बजाएर कृपया तपाईँहरू सम्पूर्ण आफ्नो ठाउँबाट उभिएर साथ दिनको लागि र यस कार्यक्रमलाई सफल बनाइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया आफ्नो ठाउँबाट उठेर सहयोग गरिदिनु होला। धन्यवाद। र म पुनः हाम्रो राष्ट्रिय गानलाई आत्मसम्मान गर्दै राष्ट्रिय गानलाई पनि म कन्टिन्यू गर्न चाहे। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजधानी स्वतन्त्र र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
आवश्यकता छ किन गर्नुपर्ने हो त्यो कुराको विस्तृत कुराहरू चाहिँ फेरि पनि विभिन्न स्तरमा हामीले छलफल गर्ने नै छौँ होला। त्योभन्दा अगाडि यस्तो कार्यक्रमहरू यस्तो समाजहरू किन आवश्यकता छ भन्ने चाहिँ मेरो एउटा आफ्नो व्यक्तिगत कुरा मात्र राख्न चाहेँ। लगभग म जापान आउँदा ठ्याक्कै त नभनौँ लगभग 2 दशकको आसपास अगाडि हामी जापान आउने बेलामा लगभग बाटोमा नेपाली देख्यो भने हामीले परबाट ओ नेपाली दाइ भन्दै बोलाउँथ्यौँ कि है। तर आजकल चाहिँ यही सिङ्गोको तिर काँध ठुके पनि है तिर्को हो भन्दै हिँड्नुपर्ने स्थिति आइसकेको छ। यो कुरा मैले किन कोट्याएँ भन्दाखेरि त्यो बेला हामी चाहिँ एउटा दुनियाँ गोलो छ, पृथ्वी गोलो छ, जहाँ गएर पनि हामी ठोकिन्छौँ। त्यो मध्ये पनि हामी एउटा राष्ट्रियताको हिसाबले नेपाली हौ। नेपालकै सबभन्दा पहिलो बाटो ग्रामीण सडक बाटो खनेको मृत्यु बाटो भनेको जुन स्याङ्जाबाट वालिङबाट नै काठमाडौँ जानेलाई सजिलो होस् भने मृत्युबाट नै विमान पनि बाटो खनेको नेपालको। अध्यक्षज्यू, प्रतिनिधिज्यूहरू, गुरुङ समाज जापानका सल्लाहकारज्यूहरू, संरक्षकज्यूहरू र सम्पूर्ण आदिखोलाका हाम्रा भाइ बहिनीहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम त म एकदम तपाईँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। तानाङ कथेबा जम्मान भाइ बहिनी, जम्मा दाजुभाइ बहिनीलाई म जीवन गुरुङै तर्फैले ले आसिमाला म चारल म हो। मूल मन्त्रसँग आधारित नै छ। पक्का पनि हाम्रो पे, हाम्रो छ्या, हाम्रो लुहरूको संरक्षणार्थ यो अधिवेशन हुन गइरहेको छ। पक्कै पनि मलाई विश्वास छ हाम्रो संस्कृति संस्कारहरू सम्वर्धनार्थ नै यो गठन हुन गइरहेको छ। भन्दै गर्दाखेरि मेरो अलिकति जीको सोकाइ गर्न बिर्सेछु मैले, अन्यथा नलिउला। वास्तवमा जन्मेको चाहिँ कोलमा हो, स्याङ्जा। खास मेरो पुर्ख्यौली चाहिँ पुम्दी भुम्दी हो। र पहिला 2040 सालतिर मैले 46 सालतिर राजाको सवारी भएको थियो पोखरामा। त्यति बेला गीत गाउने क्रममा मैले अमर कोलमेली भनेर भनेको थिएँ। त्यति बेला मेरा यता पुर्खाहरू रिसाउनु भयो, पुर्खेलीतिर भुम्दीको मान्छेले किन कोलमेली भनिस् भनेर भन्नुहुन्थ्यो। र म स्याङ्जा कोलमाको भन्यो भने भुम्देले रिसाउँछ, भुम्दीको भन्यो भने कोलमेली रिसाउँछ। किनभने म हुर्के पढेको सबै कोलमा हो र मेरो नागरिकता पनि एसएलसी दिने क्रममा स्याङ्जाबाट बनेको छ कि। तसर्थ स्याङ्जाप्रतिको मेरो माया अगाध छ, अत्यन्तै माया छ। मेरो माउली हो स्याङ्जा, त्यसकारण माइतीको कुकुरै पनि प्यार हुन्छ भने जस्तै मलाई स्याङ्जाप्रतिको माया अगाध छ। र आँधीखोला त आँधीखोला नै भइहाल्यो होइन। स्याङ्जाको एउटा अंश आँधीखोला। यो आँधीखोला आज जन्मदै गरेको नयाँ सङ्गठित हुँदै गर्नुभएको साथीहरूले, यो नयाँ कार्य समितिले, नयाँ होइन कि प्रारम्भिक चरणको यो हाम्रो आँधीखोला तम्बु समाजको गठनले पक्कै पनि हाम्रो साझा उद्देश्य अनि गुरुङहरूको संस्कृति संस्कार पेयहरूलाई संरक्षण सम्वर्धन गर्ने क्रममा एउटा बेग्लै आयाम ल्याउनेछ भन्ने कुरामा विश्वास राख्दै र जुन पक्कै पनि एउटा कार्यसमिति बनिसकेको मैले अनुभूत गरेको छु र यो कार्यसमितिलाई पूर्ण सफलताको शुभकामना र हर तर्फबाट मैले आफ्नो तर्फबाट अथवा तमुद जापानको तर्फबाट गर्नुपर्ने सहयोगहरू यदि कहीँ कतै आवश्यक पर्यो भने भन्नुहोला। म यसको निम्ति प्रतिबद्ध छु, वचनबद्ध छु। र युवराज भाइलाई गुरुङ समाज जापानको अध्यक्ष भाइ
हामीहरू छिट्टै नै ऐक्यबद्ध हुने कुरामा यहाँलाई पनि म आह्वान गर्दै आजको नयाँ कार्य समिति जुन गठन हुन गइरहेको छ यसलाई पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै म आफ्ना भनाइहरू समयको पनि अभाव छ, म अर्को ठाउँ पनि जानुपर्ने भएको हुनाले आफ्ना भनाइहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद, शुभकामना, जय हिन्द। सचिव प्यारा भान्जा जीवनजी, प्रथम अधिवेशन आँधीखोला तमु गुरुङ समाजका यो उद्घाटन समारोहका सभाध्यक्ष श्री भाउजू जमुना गुरुङ, प्रमुख अतिथि जो विशेष अतिथिज्यूहरू, सरी मैले तपाईँहरूको पद भनिरहेन, सबैलाई थाहा छ, त्यही भएर एकदम सर्टकट भन्नलाई विशेष अतिथिज्यूहरू, मञ्च आसीन विभिन्न अतिथिज्यूहरू, धेरै बोल्न चाहन्न र सम्पूर्ण यो ड्यासभन्दा उतापट्टि रहेर विशेष अतिथि प्रमुख अतिथिहरू भन्दा पनि तपाईँहरूको आगमनले कार्यक्रम सभ्य र भव्य हुने सम्पूर्ण हाम्रो आँधीखोले दाजुभाइ दिदीहरूमा नमस्कार छेदल। गुरुङ समाजमा जहाँ जहाँ पनि भेटियो, भेटिने मान्छे भोलि पनि अरू कुनै संस्थामा भेटिन सक्छ, किनकि जसले धेरै समाजमा काम गर्दै हिँड्छ, जसले राम्रो राजनीति गर्छ उसैले गाली खाने हो। घरैमा बसेर बुढाबुढी मात्रै मजाले गफ गर्दै भने उसले कसैले चिन्दैन पनि र गाली पनि गर्दैन। तसर्थ गाली खानु र नेतृत्व गर्नु अनि दोष जुन त्यो खप्न सक्ने क्षमताले नै समाजमा नेतृत्व गर्ने, उसले नै भोलि राम्रो कामहरू गर्ने। माया
नमस्कार छाँगा लो सबैलाई मलाई एउटा गीतको याद आयो गीत गाउन त आउँदैन है यो आँधी खोला उर्लिएर आयो आउने थिएन नागोएर गुमकेनले र टोकियोले बोलायो भन्ने यो एउटा सन्दर्भ पनि जोडेँ है मैले भने यो गीतको सर्जक यो गीतको कलाकार अभियन्ता गायक नायक यही आँधी खोलाको यो सेरोफेरोको यो माटो र पानीले जन्मिएको हामी जस्तै म जस्तै गुरुङ आउनुभएको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। यसै गरी सदस्य पदमा निर्वाचित हुने श्री सोरु गुरुङज्यू सेरु गुरुङज्यू रेडी 1 2 3 What's 6 times 7? म आफ्नो नाम भन्नुस् What's 6 times 7? यो आदि What's 6 times 7? समाज जापानको संस्थाप्रति What's पुनः वफादार रही सत्यनिष्ठपूर्वक प्रतिज्ञा गर्दछु कि भगवान बुद्ध र ईश्वरको प्रार्थना साथी राखी यस संस्थाको विधि विधानभित्र रही मन वचन र कर्मले सबैको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वग्रह वा खराब भावना नलिई इमानदारीताका साथ संस्थालाई माथि उठाउन कुनै कसुर खोज्ने छैन। पदको मर्यादामा रही काम कर्तव्य र नीति नियमलाई पालना गरी विधि विधानमा रही यस संस्थाको निम्ति सदैव खटिरहने प्रण गर्दै आफ्नो पद भन्नु के पदमा हुनुहुन्छ को शपथ ग्रहण गर्दछु। मिति 2026 3 महिना 1 गते। जय आँधी खोला तमु समाज जापान। धन्यवाद तपाईहरु सबैलाई। अब Yes,